हेलो दुर्गा प्रसाद जी, के छ हालखबर? आराम हुन्छ? ल हेर्नुहोस् है त, केराको बोट चाहिँ यत्तिको सफा चाहिँ राख्नुपर्छ है। यत्तिको सफा चाहिँ राख्नुपर्छ। यो यस्ता यस्ता पातहरू हुन्छन् नि, हो यिनी पातलाई चाहिँ नि काटेर चाहिँ फालिदिनुपर्छ, यो किरो लागेको पातहरू। र बुटको चाहिँ नि फेद चाहिँ एकदम सफासुग्घर राख्नुपर्छ। र कम्तीमा नि 1 2 3 4 5वटा बिरुवा भन्दा बढी राख्नु हुँदैन, एउटा लोकल प्रजातिको हिसाबमा। र केराको बिरुवा के अरे बोट चाहिँ सफा सुग्घर चाहिँ राख्नुपर्छ। काला चाहिँ नि दागी काटेको ठाउँमा कालो दाग पर्ने हुन्छ नि, त्यसलाई चाहिँ नि चेथेर फेदेर काट्नुपर्ने हुन्छ। जस्तो अब यसको चाहिँ नि भनौँ न, पातहरू तलका पातहरू काटिदिनुपर्छ, किनकि यो पातहरू काट्नाले माथिको पातहरूलाई पोषण तत्त्व मिल्छ। र प्लस यसमा चाहिँ नि प्रत्येक वर्ष 2 बोरा चाहिँ कुखुराको मल फाल्न सके उपयुक्त हुन्छ। र कम्तीमा नि प्रत्येक वर्षमा यसलाई चाहिँ नि भनौँ न, एउटा जेठ महिनामा चाहिँ यसलाई पर्याप्त मात्रामा माटो चाहिँ यसलाई जोखिम वहन नहुने किसिमले माटो राखिदिनुपर्छ फेदामा। ल हेर्नुहोस्, मैले यत्नपट्टिको माटो खनेर त्यहाँपट्टि राखिदिएको छु। यसरी गरियो भने केरा चाहिँ नि राम्रो हुन्छ होइन, पसाउँदा पनि राम्रो पसाउने र घरि पनि ठुलो हाल्ने हुन्छ। प्लस यसको किरो मार्नलाई चाहिँ नि एउटा हामीले के गर्न सक्छौँ भन्दाखेरि, एउटा घरमा आगो बालेको चाहिँ नि खरानी, दाउरा बालेको खरानी हुन्छ नि, त्यो चाहिँ नि ल्याएर पातोमा छर्किने गर्नाले पनि किरो न्यूनीकरण हुन्छ। प्लस एउटा त्यसैमा खरानीमा एउटा भनौँ न, एउटा चाहिँ नि बाख्राको उपियाँको दबाई प्लस एउटा किराको दबाई भन्ने पनि हुन्छ, त्यो ल्याएर पातोमा छर्किनाले पनि किरो धेरै हदसम्म कम हुन्छ। प्लस यो केरा काटेपछि फेदैबाट यसलाई चाहिँ नि मठारेर त्यसको चाहिँ नि मठारेको भागबाट बिचबाट किलो ठोकेर कम्तीमा नि 6-7 मुठी एउटा आयोडिन नुन राखिदिनुपर्छ। त्यो राखिदिएपछि त्यो जुन काटेको भाग चाहिँ छिटो मात्रामा कुहिने सम्भावना बढी हुन्छ। र कोहीको त्यो जुन काटेको भाग चाहिँ जति छिटो उति अरू बिरुवाले चाहिँ नि त्यसबाट मल लिने हुँदाखेरि त्यसमा काटेको भागमा बिचबाट किलो ठोकेर 7 मुठी नुन प्लस त्यसमा चाहिँ त्यसको 3 दिन पछाडि चाहिँ त्यसैमा जो 5 मुठी डिएपी 5 मुठी युरिया बनाएर दियो भने केरालाई पनि उचित मात्रामा एउटा रासायनिक मल पनि हुनाले र प्लस डिएपी मलको चाहिँ सम्मिश्रण मिल्नाले केराको बोटो चाहिँ राम्रो हुन्छ। हस्, धन्यवाद है त। मेरो यो चाहिँ नि अनुभव, मेरो जानकारी कस्तो लाग्यो प्रतिक्रिया दिनु होला है त।